गुड मर्निङ जोजोलाप्पा सबैजना मेरो साथीभाइहरूलाई। आज चाहिँ घरको कामलाई अलिकति साइडमा राखेर लसुन चाहिँ रोपिहाल्नु पर्यो भनेर सोचेको नि। यो लसुन चाहिँ मैले अस्ति केलाएर राखेको थिएँ, ठुलो ठुलो एक साइड गरेर। मसिनो मसिनो चाहिँ युज हुन्छ खानुमा, ठुलो ठुलोलाई चाहिँ छानेर राखेको थिएँ रोप्नुको लागि। सो आज चाहिँ रोपौँ भनेर जाँगर चलाएको हो। अन्त एक्लै भएँ, अलिक साह्रो पर्छ एक्लैमा, सो पल्लोपट्टि भाउजू आउनु भएको थियो पल्लोपट्टि काम गर्नु। सो यसो मलाई पनि एकछिन चाहिँ सघाइदिनु न, अलिकति यो खनिदिनु न ड्याङ बनाउनुको लागि, म रोप्छु भनेर भाउजूलाई अलिकति हेल्प मागेँ। बिचरा भाउजूले सघाइदिनु भयो। अनि यहाँ हेर्नुहोस् न, कुखुराको चिङ्नाहरूले चाहिँ यति साह्रो दुःख दिएको कि वाक्कै लाग्दो मल छरेको देखेर, त्यो खनेक देखेर होला, आएकै धप्पाउँदै। सो आजको लागि यति नै, फेरि अर्को भिडियोमा भेटौँ होला। सबैजनालाई बाई बाई, टेक केयर, जोजोलाप्पा।